सबैलाई शाबास सालोम छ। हाम्रो अब्बा यहोवा महान परमेश्वर र हाम्रो मुक्तिदाता यहोशुवा मसीहको नाममा र यो विशेष गरी यो समय अब्बा यहोवाले अनुग्रह गर्नुभएकोमा म अब्बा यहोवालाई धेरै धन्यवाद भन्न चाहन्छु। र आज म सधैँ झै यो भिडियो बनाएको उद्देश्य यही छ, यो सत्यको विषय लिएर है। आज सत्यले हामीलाई स्वतन्त्र पार्छ नि त। तर आज हामी सत्य नै खोजी गर्न इच्छा गरेनौँ भने चाहिँ आज हामी भ्रममै हुन्छौँ है। भ्रमले चाहिँ के पार्छ भने मानिसबाट आएको कुरोहरू चाहिँ सबै भ्रममा हुन्छ। तर अब्बा यहोवाबाट आएको चाहिँ त्यहाँ चाहिँ हाम्रो मुक्ति छ। किनभने मुक्ति चाहिँ कहाँबाट आउँछ? परमेश्वर अब्बा यहोवा, जसको नाम चाहिँ यहोवा हुनुहुन्छ, यहोवाबाट चाहिँ आज हामीले मुक्ति पाउँछ है। आज यहोवाबाट मुक्ति पाउँछ र उहाँले आज हामीलाई मुक्ति दिनको निम्ति चाहिँ आज अब्बा यहोवाले उहाँको एकमात्र पुत्र उहाँकै नाउँमा यो संसारमा पठाइदिनु भयो र उहाँलाई चाहिँ अब्बा यहोवाले आफ्नै नाउँ दिनु भएको थियो। किन यहोवाबाटको मुक्ति, किन यहोवाले चाहिँ आज हामीलाई मुक्ति दिन्छ नि, यहोवा परमेश्वर अब्बाले। र यहोवाले मुक्ति दिन आज हामीलाई पापबाट छुटकारा गराउनुहुन्छ र यहोवाले नै आज हामीलाई मुक्ति दिनाले गर्दा आज उहाँले आफ्नो एकमात्र पुत्रलाई चाहिँ उहाँकै नाउँ दिएर यो संसारमा पठाइदिनु भएको थियो पवित्र आत्माद्वारा मरियम, कन्या मरियम को कोखमा उहाँलाई उहाँको नाउँ चाहिँ यहोशुवा भनेर है। यहोशुवा भनेर चाहिँ यहोवाबाटको मुक्ति भनेर उहाँले आफ्नै पुत्र उहाँको वचनलाई देहधारी भएर है आज संसारमा पठाइदिनु भएको थियो। आज वचनले नै आज हामीलाई शुद्धिकरण गर्छ। त्यो देहधारी भएको वचन चाहिँ यहोशुवा हुनुहुन्छ। यहोशुवाले चाहिँ आज हामीलाई मुक्ति दिन्छ। यहोशुवाको अर्थ यहोवाबाटको मुक्ति। र आज हामी यहोशुवा र यहोवामा हुनु एकदमै महत्त्वपूर्ण छ। किनभने अहिले हामीलाई सारा योगथोक बनाउने परमेश्वरको नाउँ के हो भन्दा परमप्रभु, अब नेपाली भाषामा हामीले परमप्रभु भन्छ है। अब त्यसको अर्थ इङ्ग्लिसमा भने अलमाइटी लर्ड गड भन्ने जस्तै। तर उहाँको नाउँ परमप्रभु होइन नि त। उहाँको नाउँ अलमाइटी गड लर्ड पनि होइन नि त। त्यो त एउटा टाइटल मात्रै हो नि त। त्यो चाहिँ एउटा सर, म्याडम, मिस्टर, मिसेस भनेको त्यो मात्रै हो नि त। तर सर, म्याडम, मिसेसको पनि एउटा नाउँ हुन्छ नि त। र आज गड अरे, अलमाइटी लर्ड अरे, गड अरे, परमप्रभु भनेर हामीले उहाँलाई पुकार्छौँ होला। तर उहाँको नाउँ अलमाइटी गड लर्ड परमप्रभु होइन नि त। यसै गरी हामीले उहाँको नाउँ बुझ्नु एकदम आवश्यक छ है। किनभने आज प्रकाश भाग्यको 14मा जब हामी हेर्छौँ भने 14को 1मा नै हामीले पाउनेछौँ, थुमा 7 1,44,000 चाहिँ थुमा 7 सियोनमा खडा हुनेछ। र त्यो 1,44,000 को अब निधारमा चाहिँ उहाँको नाउँ यहोवा है, परमेश्वरको नाउँ लेखिएको हुनेछ भनेर। तर आज हामीलाई परमेश्वरको नाउँ थाहा छैन भने हाम्रो निधारमा त कसरी लेखिने नि? र आज हामीले चाहिँ उहाँको सन्तान भनेर हामी घोषणा गर्छौँ, विश्वास गर्छौँ भने नि आज फेरि अरूले सोधिहाल्यो भने तिम्रो लु परमेश्वरको नाउँ के हो, तिम्रो बाबाको नाउँ के हो भनेर सोध्यो भने मेरो बाबाको नाउँ त परमप्रभु हो, मेरो परमेश्वरको नाउँ त अलमाइटी गड हो, लर्ड हो भन्दा हुँदैन नि त। र अलमाइटी गड लर्ड परमप्रभु भन्ने चाहिँ एउटा टाइटल हो, मैले भने नि त। जो चाहिँ अलमाइटी गड लर्ड परमप्रभु भन्ने चाहिँ है उहाँको नाउँ यहोवा हुनुहुन्छ। यहोवाको नाउँलाई चाहिँ 6,800 लगभग 7,000 जस्तै त्यो पुरानो समयको है पुरानो नियमदेखि लिएर अहिले हामीलाई नयाँ नियम भन्छ, सबै गन्ती गर्दा चाहिँ परमेश्वरको नाउँ चाहिँ झन्डै 7,000 पल्ट जस्तो मान्छेले ढाकिएको छ। रोमी साम्राज्यले ढाकेर गड लर्ड भनेर आएको छ। त्यसै गरी त्यो रोमी साम्राज्यले ढाक्नुले गर्दा ट्रान्सलेसन हुँदा यस्तै परमप्रभु भनेर आयो नेपालीमा है। र आज हामीलाई चाहिँ बुझ्नु एकदम आवश्यक छ। आज परमप्रभु लर्ड गड अलमाइटी हामी भन्छौँ। तर आज परमेश्वरले चाहिँ आज हामीलाई उहाँको नाउँ दिनु चाहेको छ। हाम्रो निधारमा मात्रै होइन, हाम्रो साहसमा पनि उहाँले आफ्नो नाउँ यहोवा भनेर, यहोवाको अर्थ जीवन दिने परमेश्वर। जब हामीले सास फेर्छौँ
या भनेर जब हामी सास बाहिर नि फेर्छौँ गरेर है याहुवा भनेर हामीले उहाँको नाउँलाई हाम्रो सासले पनि पुकारिरहेको छ। तर आज हाम्रो जिब्रोले चाहिँ फेरि नाना थरीको नाना किसिमको त्यो है अब त्यो हामी पुकारिरहेका छौँ है, उहाँको नाउँले पुकार्नु छोडेर। हाम्रो सासले त उहाँको नाउँ पुकारिरहेछ है, हामी जन्मिँदादेखि लिएर आएको सासदेखि लिएर अन्तसम्मको साहसले उहाँको नाउँले पुकार्छ भने, तर आज मानिस जातिको जिब्रोले चाहिँ खालखालको त्यो नाउँ पुकार्छ। तर यहोवाले के भन्नुभएको छ, मेरो महिमा म अरू कसलाई पनि दिने छुइनँ भन्नुभएको छ। मेरो महिमा त्यो मूर्ति पूजकतिर म दिने छुइनँ भन्नुभएको छ है, ढुङ्गा मुढामा दिने छुइनँ भन्नुभएको छ। र यसै गरी यहोवाले भन्नुभएको छ उहाँ बाहेक अरू कसलाई नपुज्नु। तर आज हामी यहोवा पुज्नु छोडेर परमप्रभु अरे, अलमाइटी लर्ड अरे, गड अरे हामी त्यो पुजिरहेका छौँ। आज हामीलाई थाहा नभएको कारणले गर्दा एउटा त विशेष गरी, तर एउटा त रोमी साम्राज्यको त्यो धर्ममा फस्नुले गर्दा क्रिस्चियनिटी भन्ने गर्छ नि त नि। आज जिजस क्राइस्ट भनेर, यीशु क्रिस्ट भनेर, तर उहाँको नाम जिजस क्राइस्ट पनि होइन, यीशु क्रिस्ट पनि होइन। अघि मैले सुरुमा भनेको थिएँ नि, अब्बा यहोवाले उहाँको एकमात्र पुत्र पठाइदिनु भएको थियो उहाँको नाउँमा है। आज हामीले सुसमाचार 5:43 हामी त्यही पाउनेछ है, म मेरो पिताको नाउँमा आएको छु तर तिमीहरूले मलाई ग्रहण गर्दैन, तर अरू कुनै आफ्नै नाउँ आयो भने चाहिँ तिमीहरूले ग्रहण गर्छौ। तिमीहरूले कसरी विश्वास गर्न सक्छ जसरी है तिमीले एक अर्काबाट अभिवादन खोज्छौ तर प्रशंसा खोज्छौ, तर जो परमेश्वरबाट आउनु परेको त्यो प्रशंसा चाहिँ तिमीहरूले खोज्दैनौ भन्नुभएको छ यहोशाले। यसै गरी अरू नाउँ के आएको छ, यीशु आएको छ, जिजस आएको छ, त्यो चाहिँ के हो, मानिसबाट आएको नाउँ हो नि त। मानिस यीशु भनेर नाउँ चाहिँ अब रोमी साम्राज्यको कन्स्टेन्टिन भने त्यो महाराजाले क्रिस्चियनिटी एउटा है रिलिजन उत्पन्न गरेर चाहिँ त्यो नाउँ दियो भने, आज त्यो कन्स्टेन्टिनले दिएको नाउँ, रोमी साम्राज्यले दिएको नाउँमा उधार छैन नि त। किनभने यहोशाले के भन्नुभएको छ, म चाहिँ पिताको नाउँमा आएको छु भनेर। तर यीशु भने कहाँ पिताको नाउँ छैन नि त त्यहाँ है। ट्रान्सलेसन ट्रान्सलिटरेसन्स भन्छ, तर ट्रान्सलिटरेसन भन्ने कुरोमा पनि प्रोनाउन्सिएसन भन्ने जो सुनिने कुरो चाहिँ एउटै हुनु पर्थ्यो नि। आज मेरो नाम रोशन हो, मैले सधैँ भन्ने गर्छु है, तर मेरो कुनै भाषामा लेख्यो भने मेरो नाम रोशनै हुन्छ नि त। इङ्ग्लिसमा लेख्यो भने ROSHN, नेपालीमा लेख्यो भने त्यसरी लेखेको छ। अब जोङ्खामा अब मेरो आफ्नो है मेरो देशको भाषामा लेख्यो भने जोङ्खामा लेख्यो भने त्यसरी लेखिन्छ नि हामीले। तर परमेश्वरको नाउँ जो चाहिँ कहिले एक मात्र नाउँ, एक समान हुनुहुन्छ जो परमेश्वर है। पहिला कस्तो थियो, सुरुमा कस्तो हुन्थ्यो, उहाँ त्यस्तै हुनुहुन्छ है। र एक समान एक परमेश्वरको नाउँ चाहिँ किन मान्छेले थरी थरीको नाम राखिरहेछ है। मान्छेले 4-5वटा नाउँ हामीले पाइनेछ है, तर परमेश्वर यहोवाले दिनुभएको एकमात्र पुत्रको नाम चाहिँ यहोशा हुनुहुन्छ है। र यीशु र जिजसमा मुक्ति छैन। जिजस भने त फेरि 500 साल पनि राम्रो भएको छैन है। 1600 ल्याएन किङ जेम्स भर्जनले बाइबल उहाँले उत्पन्न गरेर चाहिँ रोमी साम्राज्यदेखि उहाँ भिन्दै, रोमन क्याथोलिकदेखि भिन्दै उहाँ अर्थोडक्स भन्ने निकालेर उहाँ आएर चाहिँ उहाँले आफ्नै बाइबल उत्पन्न गरेको छ है। आफ्नो आफ्नो रीतिरिवाज अनुसार आफ्नो आफ्नो आफूलाई फाइदा हुने कुरो लिएर उनीहरूले उहाँको आफ्नो आफ्नो देवी देवताको नाम दिएको जस्तो दिएको छ। तर त्यो मानिसले दिएको नाउँ यीशु भन्ने नाउँ या त्यो मानिसले दिएको नाउँ जिजस भन्ने नाउँमा चाहिँ मुक्ति छैन। किनभने त्यो चाहिँ परमेश्वरको नाउँमा आएको नाउँ होइन, त्यो चाहिँ मान्छेबाट आएको नाउँ हो। परमेश्वरबाट आएको नाउँ चाहिँ यहोशा हुनुहुन्छ। यहोशाको अर्थ यहोवाबाटको मुक्ति। तर आज हामी क्रिस्चियनिटीलाई त्यो कुरो थाहा छैन है, धेरै भ्रम परिरहेको छ। आज अरू भ्रम छ भन्ने हामी हिँडिरहेको हुन्छ क्रिस्चियनिटीहरू। आज आफै भ्रम परेको चाहिँ थाहा छैन। यहोशाले के भन्नुभएको छ, पहिला आफ्नो आँखाको मुढा निकालेर चाहिँ अर्कोको त्यो आँखाको कसिङ्गारको, आफ्नो भाइ दाजुभाइको आँखाको कसिङ्गार निकाल्नु खोजी गर्नु भनेको छ। तर आफ्नो आँखामा मुढा राखेर अर्कोको आँखामा कसिङ्गार निकाल्नु त हामीलाई चाउँदैन। अझ क्रिस्चियनिटी चाहिँ त्यही भएछ, आफ्नो आँखामा मुढा बोकिरहेछ, आफ्नो परमेश्वर पिताको नाउँ थाहा छैन, मुक्तिदाताको नाउँ थाहा छैन, फेरि अरूलाई चाहिँ भन्छ तिमीले मुक्ति पाएको छैन भनेर है। त्यो चाहिँ हाँसउठ्दो कुरो भएछ। पहिला आफै मुक्ति पाउनको लागि अब्बा यहोवामा आउनु, यहोशामा आउनु, अनि चाहिँ हामीले अरूलाई भन्नु सक्छ। तर आज हामी आफैले भ्रम परिरहेछ यीशु र जिजसमा। हामी अरूलाई कसरी भन्नु सक्छ मुक्ति पाएको छैन भनेर, अर्थ आफै मुक्ति पाएको छैन नि त। यसै गरी मुक्ति पाउनु छ भने चाहिँ यीशु र जिजसमा होइन, आफ्नो आँखाको मुढा निकाल्नुहोस्, यीशु र जिजसको मुढा निकालेर यहोशामा आउनुहोस्, यहोवामा आउनुहोस्, अनि चाहिँ मुक्ति पाउँछ। किन यहोवाले मुक्ति दिएको चाहिँ उहाँको एकमात्र पुत्र यहोशाको नाम हो। सबैलाई साबात शालोम छ र सबैलाई स्वागत छ यहोशा र यहोवामा। र यतिमा राख्दै सबैलाई जय मसीह।